कमेरो हाम्रो माटो हाम्रो संस्कृति। करिब 60 वर्ष अगाडि मेरी आमाले पहेँलो माटोले नुहाउने गरेको देख्छु। यो पहेँलो माटोलाई हामी मासुचा भन्छौँ। कच्चा, मास्चा, सिउचा, हाक्चा, ताकुचा, गोठुचा यी माटोका प्रकार हुन्। यी माटोहरूको काठमाडौँमा विशेष सांस्कृतिक महत्त्व छ। यी मध्ये कमेरोले नुहाउँदा फी चाहिँ नआउने रहेछ। यसले शरीरको गहिरो फोहोर हटाउँछ, छाला सफा र चम्किलो बनाउँछ र शरीरलाई शीतलता दिन्छ। यो माटो गाउँघरमा पनि नुहाउने प्रयोग गरिन्छ। हिजोआज कमेरोले नुहाएको देखिएमा निम्न स्तरको मान्छे भनेर सोच्ने प्रवृत्ति बढेको छ। त्यसो भएर हिजोआज मान्छेहरू यस्तो चाह अर्थात् माटोले नुहाउने गरेको छैन। कमेरो अर्थात् मासुचा हाम्रो परम्परा हो, स्वास्थ्य हो र हाम्रो माटोसँग सम्बन्ध हो। यसलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। कमेरोको फाइदाहरू: यो गहिरो फोहोर हटाउँछ, छाला सफा र चम्किलो बनाउँछ, शरीरलाई शीतलता दिन्छ, प्राकृतिक र सुरक्षित छ। गाउँघरमा प्रयोग हुने यो अमूल्य परम्परा आज कहिलेकाहीँ हेलाको विषय बनेको छ। हाम्रो पहिचान, हाम्रा माटो, हाम्रा चाहहरू हाम्रो पहिचान हो। यसलाई चाहिँ हामीले बिर्सनु हुँदैन। प्रकृतिले दिएको उपहार हाम्रो परम्परागत धरोहर मासुचा अर्थात् कमेरो। पहिलेका दिनहरूमा माछाले नुहाउनु स्वास्थ्य र सौन्दर्यको गोप्य मन्त्र थियो। हामीले आधुनिक साबुन त पायौँ, तर हाम्रो पुर्खाले छोडेको प्राकृतिक ज्ञान बिर्सिँदै गयौँ। तपाईँको घरमा पनि यस्ता कमेरो अर्थात् मासुचा वा यस्ता चा प्रयोग हुन्थ्यो? कमेन्टमा अवश्य लेख्नुहोला।